नमस्कार, म डाक्टर सुरेन्द्र अर्याल। मैले आशिष पब्लिकेसनले जुन निरन्तर रूपमा यो आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ नि लोकसेवा आयोगका विभिन्न तहका पाठ्यक्रममा आधारित चाहिँ नि सामग्रीहरूको भिडियोको रूपमा चाहिँ प्रकाशन गरेर चाहिँ नि सेयर गर्ने अभियान अन्तर्गत मैले यसभन्दा अघिल्लो सेसनमा लेखा प्रणालीका अन्तर्राष्ट्रिय सिद्धान्त र सरकारी लेखा प्रणालीका सिद्धान्तको सन्दर्भमा अलिकति कसरी बुझ्ने भन्ने दृष्टिकोणले केही सामग्री पस्केको थिएँ। आज म लेखा परीक्षणका सिद्धान्तको सन्दर्भमा चाहिँ नि मैले केही कुरा चाहिँ नि जानकारी गराउने चाहिँ जमर्को गर्छु। यहाँहरूलाई यो भिडियो चाहिँ उपयुक्त लाग्नेछ भन्ने मैले अपेक्षा गरेको छु र मैले सबै यो लेखा परीक्षणसित सम्बन्धित चाहिँ अध्ययन गर्ने भाइ बहिनीहरूले मित्रहरूले धेरै जसो यो लेखा परीक्षणका सिद्धान्त लेख्दाखेरि अब लेखा परीक्षण गर्दा लेखा परीक्षकले लिने आधारलाई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता, औचित्यतालाई जुन संविधानले पनि हाम्रो व्यवस्था गरेको छ त्यही आधारहरूलाई नै सिद्धान्तको रूपमा चाहिँ नि प्रस्तुत गरेको पाइन्छ। वास्तवमा त्यसलाई लेखा परीक्षणका सिद्धान्तको रूपमा लिनु त्यति उचित मलाई लाग्दैन। लेखा परीक्षणका सिद्धान्त सरकारी लेखा परीक्षणको सन्दर्भमा अवलम्बन गर्ने सिद्धान्तको सन्दर्भमा यो सर्वोच्च लेखा परीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय संस्था ग्लोबल चाहिँ नि अर्गनाइजेसन जसलाई हामीले इन्टोसाई भन्छौँ, हाम्रो महालेखा परीक्षक पनि सदस्य रहेको संस्था इन्टोसाई हो। इन्टोसाईले मूलतः यो 1977मा लिमामा यो इन्टोसाईको चाहिँ कार्यक्रम गर्दाखेरि सम्मेलन गर्दाखेरि चाहिँ यसले लेखा परीक्षणका सिद्धान्तहरूलाई त्यो उसले गरेको घोषणालाई चाहिँ नि लेखा परीक्षणका सिद्धान्तको रूपमा प्रतिपादन गर्यो। मूलतः त्यो लिमा घोषणासित सम्बन्धित चाहिँ नि विषयवस्तुहरूलाई मूल्य मान्यताहरूलाई आधार बनाएर चाहिँ नि सरकारी लेखा परीक्षणको सन्दर्भमा लागू गरिन्छ। तिनीलाई हामीले वास्तवमा लेखा परीक्षणका अन्तर्राष्ट्रिय सिद्धान्त र नेपालको सन्दर्भमा पनि त्यसैलाई आधार मानेर चाहिँ नि सरकारी लेखा परीक्षणको सिद्धान्तको रूपमा हामीले लिएको छ। ती सिद्धान्तहरू चाहिँ के हुन् त भन्दाखेरि लेखा परीक्षणको स्वतन्त्रतादेखि लिएर निष्पक्षता, तटस्थतादेखि लिएर लेखा परीक्षकको चाहिँ नि सक्षमता, सिपको विकास गर्नेदेखि लिएर अनि उसको चाहिँ नि लेखा परीक्षकहरूले चाहिँ नि लेखा परीक्षणको सिलसिलामा आफूले प्राप्त गरेका सूचनाहरूको केही हदसम्म चाहिँ गोपनीयता कायम गर्नुपर्ने विषयहरूदेखि लिएर उनीहरूको व्यावसायिक चाहिँ नि यो पेशागत व्यवहार आचरणका विषयहरूसित सम्बन्धित रहेर लेखा परीक्षण कुनै पनि लेखा परीक्षण गराउने निकायबाट कुनै पनि कस्टमा चाहिँ नि अनड्यू इन्फ्लुएन्समा पर्न नहुने, अनुचित प्रभावमा पर्न नहुने कुराहरूदेखि लिएर योजनाबद्ध ढङ्गले चाहिँ लेखा परीक्षण गर्नुपर्ने र त्यसको सबै कुराहरू खुलाएर चाहिँ प्रतिवेदन दिनुपर्ने कुराहरूदेखि लिएर त्यो प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयहरू चाहिँ नि स्पष्ट रूपमा खुलाएर चाहिँ नि सम्बन्धित पक्षलाई मेरो के कारणले रुजु भयो अथवा बेरुजु भयो भन्ने कुराको जानकारी दिने गरी पारदर्शी हुने गरी गर्ने विषयहरूदेखि लिएर यी विषयहरूलाई जुन लिमा घोषणाले एउटा मार्गदर्शकको रूपमा चाहिँ प्रतिपादन गरेका मूल्य मान्यताहरू छन् तिनीहरूलाई हामीले लेखा परीक्षणका अन्तर्राष्ट्रिय सिद्धान्त भनिन्छ र नेपालको लेखा परीक्षकले पनि हाम्रा संविधानका व्यवस्था अनुसार, कानुनका व्यवस्था अनुसार चाहिँ यिनै मूल्य मान्यताहरूलाई आधारित बनाएर चाहिँ नि जुन लागू गर्दै आएको छ त्यसैले हामीले सरकारी लेखा परीक्षणका सिद्धान्तको रूपमा हामीले लिने गर्छौँ। र अहिले मैले भनेका तिनी नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यतालाई त्यसलाई सिद्धान्तको रूपमा भन्दा पनि लेखा परीक्षकले लेखा परीक्षण गर्दाखेरि त्यो विषयमा केन्द्रित भएर गर्ने आधार लिनुपर्ने विषय हो भन्ने अर्थले चाहिँ बुझौँ। त्यसलाई सिद्धान्त भन्नै मिल्दैन भन्न पनि नमिल्ला, तर यसलाई अन्त्यमा लेख्दाखेरि चाहिँ नि अथवा त्यसको तयारी गर्दाखेरि चाहिँ नि यिनी आधारलाई पनि कतै बुझाइमा चाहिँ नि सिद्धान्तको रूपमा बुझ्ने गरिएको पाइन्छ भन्ने ढङ्गले पनि बुझ्दा हुन्छ। त्यसकारणले अलिकति लिमा घोषणासित सम्बन्धित विषयवस्तुहरूलाई सरकारी लेखा परीक्षणका सिद्धान्तको रूपमा हामीले चाहिँ नि त्यसरी बुझौँ र लेखा प्रणालीका सिद्धान्तको बारेमा त मैले यसभन्दा अघिल्लो भिडियोमा चाहिँ नि यहाँहरूले जानकारी गराइसकेँ। अहिले लेखा परीक्षणका सिद्धान्तको सन्दर्भमा मैले यति नै जानकारी गरेँ। यो धैर्यता साथ सुनिदिनु भयो यहाँहरूलाई प्रति हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद।